गणक र पर्यवेक्षकको सर्टलिस्ट आउँदै हामीले अब कहाँबाट के तयारी गर्ने कसो प्रश्न सोध्छ भनेका हामीले यही च्यानलबाट हेर्न सक्नुहुन्छ। तपाईँहरूले बिस्तारै आफ्नो नोट निकाल्नुहोस् र त्यहाँ लेख्दै जानुहोस् र हामीले यहाँ तपाईँहरूलाई एन्सर सहित हेराउने नै छौँ। तपाईँहरू कृपया यो च्यानलसँग जोड्नुहोस्, सब्सक्राइब गर्नुहोस्। यहाँबाट हामी आफ्नो भिडियो सुरु गर्न गइरहेको छौँ। गणक भनेको के हो? उत्तर: गणक भनेको जनगणना वा सर्वेक्षणका लागि घर घरमा गई तथ्याङ्क सङ्कलन गर्ने व्यक्ति हो। गणकको मुख्य काम के हो? उत्तर: घर परिवारको विवरण सङ्कलन गर्ने, फर्म सही तरिकाले भर्ने, तथ्याङ्कलाई सही विश्वसनीय बनाउने, समयमै रिपोर्ट बुझाउने। जनगणना किन गरिन्छ? उत्तर: देशको जनसङ्ख्या, शिक्षा, रोजगारी, स्वास्थ्य आदि अवस्थाको जानकारी लिने र विश्व योजना बनाउने जनगणना गरिन्छ। तपाईँलाई गणक किन बन्न मन लाग्यो? उत्तर: म देशको तथ्याङ्क सङ्कलन योगदान गर्न चाहन्छु र यसबाट अनुभव प्राप्त गर्न चाहन्छु। यदि कसैले जानकारी दिन मानेन भने के गर्नुहुन्छ? उत्तर: शान्त भएर बुझ्ने, गोपनीयता सुनिश्चित गर्ने, आवश्यक परेमा सुपरिवेक्षकलाई जानकारी दिने। तथ्याङ्क सङ्कलन गर्दा के कुरामा ध्यान दिनुपर्छ? उत्तर: सही र स्पष्ट जानकारी लिनु, अनुमान नगर्नु, गोपनीयता कायम गर्नु। एचआरएमएस भनेको के हो? उत्तर: एचआरएमएस भनेको ह्युमन रिसोर्स म्यानेजमेन्ट सिस्टम हो। भनेको कर्मचारी तथा जनशक्ति व्यवस्थापन गर्ने डिजिटल प्रणाली हो। तपाईँले मोबाइल वा ट्याब प्रयोग गर्न सक्नुहुन्छ? उत्तर: हो, म मोबाइल ट्याब प्रयोग गर्न सक्षम छु र आवश्यक एप्लिकेसन प्रयोग गर्न सक्छु। यसरी गरेर तपाईँहरूले अझै बुझ्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नुहोला।